मम्मीले अर्कोसँग बिहा गरेर गएको। तपाईँ बाबासँग बस्नुहुन्थ्यो मम्मी अन्यत्र गएपछि? उसको आमा पनि छैनन् अनि बाउ पनि अब त्यस्तो भयो अलिअलि हेर्नु पनि, त्यही भएर त्यही अब अलिअलि सहयोग आहा त्यसैले अब पढ्ने कपडाहरू किनिदिने त्यहीले त होला। सहयोग गर्ने त अब सहयोगदाताहरूलाई त मैले शब्दमा व्यक्त गर्न पनि अब कस्तो नसकिने, व्यक्त गरेर नपुग्ने चाहिँ छ होइन। हामीले यस्तो अप्ठ्यारोमा भइसकेपछि परिसकेपछि उसको उद्धारको लागि, बिरामीको उद्धारको लागि, उनलाई बचाउने, उनलाई चाहिँ पुनर्जीवन दिने उद्देश्यले हामीले सबैलाई चाहिँ सहयोगको आह्वान गरेका थियौँ। स्कुल कति टाढा छ? धेरै टाढा छ, यहाँबाट 2 घन्टा लाग्छ। के जानुहुन्छ? यहाँबाट बिहान हिँड्नुपर्छ अनि पुगिन्छ। उपचार गर्न नसकेपछि घर परिवारले फिर्ता ल्याइदिनु भएको थियो र त्यो कुरा हामी कहाँ पुगिसकेपछि हामीले सहयोगको याचना गरेर उनलाई हस्पिटल लग्ने चाहिँ वातावरण मिलायौँ। घरमा को हुनुहुन्छ? घरमा अङ्कल आन्टी भाइहरू छौँ, सबै छौँ। अङ्कल आन्टीसँग बस्नुहुन्छ? कहिले ठुलो मम्मी घर, कहिले मामा घर, कहिले यहाँ बस्छु। सहयोग गरिदिनु भयो, सहयोग गर्नेहरूलाई सबैलाई मनैदेखि धन्यवाद छ। अनि त्यही सहयोग गरे पैसाले अब दाइको उपचार त गर्दा गर्दै अब भएन, सकिएन बचाउन, अब नानीले पढ्न पाउने भयो। नमस्कार, म तुलसी पुन, रुन्टीगढी गाउँपालिका वडा नम्बर 8 कुर्जाबाट। यो फागुन महिनाको 24 गते यो कुर्जा निवासी 38 वर्षीय लालबहादुर पुन यही भिरबाट लडेर एकदमै सिकिष्ट अवस्थामा फेला परिसकेपछि उनको उपचार भनेर घोराइमा लगिएको थियो। उपचार गर्न नसकेपछि घर परिवारले फिर्ता ल्याइदिनु भएको थियो र त्यो कुरा हामी कहाँ पुगिसकेपछि हामीले सहयोगको याचना गरेर उनलाई हस्पिटल लग्ने चाहिँ वातावरण मिलायौँ। हस्पिटल पुगिसकेपछि पनि उनको सिटी स्क्यान गरेर विभिन्न चेक जाँच गरेर हेर्दाखेरि उनको ढाड भाँचिएको, अपरेसन गर्नुपर्ने 5-6 लाख रुपियाँ खर्च भनिसकेपछि हामीले गर्न नसकेर सहयोग आह्वान गऱ्यौँ र उनीलाई चाहिँ पैसा उठेपछि अपरेसन गर्ने भन्ने उद्देश्यले पैसा उठाउनतिर लाग्यौँ। विडम्बना भन्नुपर्छ, उनीको चाहिँ 2 दिनमै उनको निधन भयो। निधन भइसकेपछि त्यो 2 दिनको अन्तरालमा हामीले हाम्रो प्रयासबाट विभिन्न व्यक्तिहरूलाई, देश तथा विदेशमा बस्ने व्यक्तिहरूलाई चाहिँ सहयोगको अपिल गरेका थियौँ। त्यसै मार्फत विभिन्न व्यक्तिबाट सहयोग आएको थियो। सहयोग उठ्दै गर्दाखेरि व्यक्तिको मृत्यु भइसकेपछि हामीले उहाँहरूलाई फिर्ता दिन भन्ने कुरा गरेका थियौँ, तर उनको नामबाट आएको रकम, दिएको रकम हामीले फिर्ता नलिने, बरु उनको चाहिँ बच्चाको नाममा पठन पाठनको लागि उनको फुपू संरक्षक हुने गरी खातामा जम्मा गरिदिने भन्ने चाहिँ विभिन्न देश तथा विदेशमा रहने व्यक्तिहरूले, सहयोगी दाताहरूले सल्लाह दिइसकेपछि त्यसै अनुरूप आज हामीले खर्च तथा सङ्कलित रकमको चाहिँ विवरण भन्न गइरहेका छौँ। अमेरिकामा पनि आफन्तहरू हुनुहुन्थ्यो, उहाँहरूलाई अपिल गऱ्यौँ। उहाँ हुनुहुन्छ परिवर्तन गाउँपालिका 5 राङकोट खलनेटा निवासी, हाल माउन्ट क्लेयर न्यू जर्सी अमेरिका बस्ने आशबहादुर घरतीको पहलमा धेरै पैसा उठाउनु भएको छ। उहाँले पनि आशबहादुर घरती र कल्पना घरती मगरको परिवारको तर्फबाट रु 16,859 रुपियाँ जम्मा गर्नुभएको छ। 2 नम्बरमा भूमे गाउँपालिका 9 चुनबाङ रुकुम पूर्व, हाल अमेरिकाबाट सन्देश कुमार पुनले
रु 15,000 सहयोग गर्नुभएको छ। परिवर्तन गाउँपालिका 5 जुमा राङ्सी हाल अमेरिकादेखि मानबुढा मगरबाट रु 15,600। परिवर्तनकै हुनुहुन्छ अमेरिकाबाट गोविन्द श्रेष्ठ रु 14,950 रुपियाँ जम्मा गर्नुभएको छ। दीपक श्रेष्ठ मिलन घोराई 14 दाङ हाल अमेरिकादेखि 15,000 रुपियाँ। बसन्त बुढा मगर परिवर्तन 5 जुमा राङ्सी हाल अमेरिकाबाट रु 8,200 रुपियाँ। सुरेश बाठा मगर परिवर्तन 4 पाछाबाङ रोल्पा हाल न्युयोर्क अमेरिकादेखि रु 8,200 रुपियाँ। भरत पुन कोर्चाबाङ रोल्पा हाल न्युयोर्क अमेरिकादेखि 8,200 रुपियाँ। कमल प्रसाद रोका घोराई 13 दाङ हाल अमेरिकाबाट 8,200। सीता पुन बुढा तकसेरा रुकुम पूर्व हाल अमेरिकादेखि रु 7,400 रुपियाँ जम्मा गर्नुभएको छ। मिलन रोका मगर परिवर्तन 5 निङबाङ हाल अमेरिकाबाट 4,500 रुपियाँ जम्मा गर्नुभएको थियो। दलपूर्ण रोका मगर थबाङ गाउँपालिका 2 रोल्पा हाल अमेरिकाबाट 7,400 गरी जम्मा जम्मी आसबहादुर घरतीको पहलबाट रु 1,29,750 रुपियाँ उठेको थियो। त्यसै गरी घोराई 12 हापुर गुरौ दाङ स्थायी ठेगाना भई हाल अमेरिका बस्ने चूर्ण शाहले चाहिँ उहाँको आफ्नो पहलबाट छुट्टै पैसा सङ्कलन गर्नुभएको थियो। उहाँ आफैले चूर्ण शाहले 14,950 रुपियाँ जम्मा गर्नुभएको थियो। वेद प्रकाश शर्मा पौडेल स्याङ्जा हाल अमेरिकादेखि 14,950 रुपियाँ सहयोग गर्नुभएको थियो। रमेश मल्ल तुलसीपुर 19 रनियापुर दाङ हाल अमेरिकाबाट 14,950। चित्रबहादुर मल्ल तुलसीपुर 19 रनियापुर दाङ हाल अमेरिकादेखि 22,425 रुपियाँ सहयोग गर्नुभएको छ। वन्दना मल्ल थापा तुलसीपुर 19 रनियापुर दाङ हाल अमेरिकादेखि 14,950 रुपियाँ जम्मा गर्नुभएको थियो। सुरेश बालन तामिलनाडु इन्डिया हाल अमेरिकादेखि 14,577 गरी चूर्ण शाहको पहलबाट 96,802 रुपियाँ जम्मा भएको थियो। यो आसबहादुर घरती र चूर्ण शाहको दुईजनाको पहलबाट जम्मा 2,26,656 जम्मा भएको थियो। देश तथा विदेशबाट सहयोग गर्नुभएको थियो। त्यसै सहयोगको क्रममा हामीलाई कतिपयले क्युआर गरिदिनु भएको थियो। हामीले क्युआर दिएका थियौँ। त्यसै क्रममा यहीँ रुन्टीगढी गाउँपालिका 8 नम्बर वडा निवासी भाइ केशर घरतीले 2,555 रुपियाँ सहयोग गरेका थिए। यहीँ मेलटाकुराका एकजना अङ्कल हुनुहुन्छ हरि बुढा, उहाँले 3,580 रुपियाँ जम्मा गर्नुभएको थियो। यहीँ रुन्टीगढी गाउँपालिका होलेरीबाट पुनिकला घरतीले मेरो मेसेन्जरमा चाहिँ उहाँले भौचर पठाउनु भएको थियो 1,510 रुपियाँ र अर्को पनि भौचर पठाउनु भएको थियो 1,505 रुपियाँ। उहाँलाई विशेष गरी धन्यवाद। मैले चाहिँ हजुरहरूलाई धन्यवाद भन्न पनि पाएको छैन। यसै गरी हामीले धेरै चाहिँ हामीलाई सहयोग जुटेको थियो। त्यसै सहयोग जुटेर हाम्रो यहाँ नेपालमा नेपाली दाजुभाइहरूले हाम्रो सहयोग मार्फत 62,786 रुपियाँ चाहिँ सहयोग सङ्कलन भएको थियो। यसै क्रममा मैले एकजना रोमानियाबाट चाहिँ सहयोग भर्खरै पठाउनु भएको छ। त्रिवेणी गाउँपालिका 7 बुर्तिबाङ हाल रोमानिया बस्ने नरेश जिएमबाट अहिले चाहिँ 4,000 सहयोग पठाउनु भएको छ। धन्यवाद सबैलाई। हाम्रो चाहिँ लालबहादुर पुनलाई बचाउने एउटा चाहिँ मानवीय भावनाले हरेक ठाउँबाट हरेक व्यक्तिहरूले आफ्नो चिना परिचय नभए पनि उहाँलाई बचाउनु पर्छ भन्ने उद्देश्यले हजुरहरूले आफ्नो खाइ नखाइ कमाएको पैसा दुःख गरेको पैसा सहयोग गर्नुभएको थियो। तर दुःखको कुरा हो उनलाई हामीले बचाउन सकेनौँ। नसके पनि तपाईँहरूकै सल्लाह अनुसार उनकै कान्छी छोरी अनिताको नाममा जम्मा गरिदिने भन्ने कुरालाई लिएर आज हामीले यो खर्च सार्वजनिक गर्दैछौँ। जम्मा जम्मी सहयोग अहिले चाहिँ हामीलाई टोटली सहयोग
2,93,442 जम्मा हुन आएको थियो। त्यसै मध्येमा त्यही भाइकै चाहिँ खर्च गर्दाखेरि उसैलाई उपचार गर्ने क्रममा 92,500 खर्च हुन आएको छ। उसको काजक्रिया, उसको चाहिँ उपचारदेखि सबै खर्च चाहिँ बहिनीले जिम्मा लिनुभएको थियो। बहिनी अमृताले उहाँले चाहिँ खर्च 92,500 खर्च आएको देखाउनु भएको छ। त्यो सही पनि हो र अहिले बाँकी चाहिँ 2,09,42 रुपियाँ चाहिँ बच्न आएको छ। यो बचेको पैसा नानीको नाममा फुपू चाहिँ संरक्षक हुने गरी हामीले खाता खोलेर उनको नाममा जम्मा गरिदिने भनेका छौँ। घरमा को हुनुहुन्छ? घरमा अङ्कल आन्टी भाइहरू छौँ, सबै छौँ। अङ्कल आन्टीसँग बस्नुहुन्छ? कहिले ठुलो मम्मी घर, कहिले मामा घर, कहिले यहाँ बस्छु। मम्मी चाहिँ कहाँ हुनुहुन्छ त? काठमाडौँ। मम्मी आउनु भएको थियो नि? अनि मम्मी चाहिँ काठमाडौँ बस्नुहुन्छ, तपाईँ यहाँ बस्नुहुन्छ, मम्मीसँग किन नबस्नु भएको? पढाइ हराइन्छ भनेर मम्मीले अर्कोसँग बिहा गरेर गएको। तपाईँ बाबासँग बस्नुहुन्थ्यो, मम्मी अन्यत्र गएपछि? बाबा लड्दाखेरि कहाँ हुनुहुन्थ्यो? माथि मामाको घर। मम्मी बिहे गरेर जाँदाखेरि कत्रो हुनुहुन्थ्यो, कति वर्षको? म 3-4 वर्ष थियो। पहिलो हो गएको? मम्मीको याद आउँछ कि आउँदैन? माया लाग्छ नि मम्मीको? लाग्छ। अब आज धेरैले सहयोग गर्नु भएको छ तपाईँलाई बाबा बितेपछि, त्यो पैसा के गर्ने अब? अब ब्याङ्कमा जम्मा गर्ने, पढ्ने बेला पनि चाहिन्छ, कापी कलम किन्ने हुन्छ। अनि कपडा पनि पुरानो भएछ त, अब नयाँ कपडा किन्ने होइन? किन्ने हो। अनि सहयोग पठाउने दादाहरूलाई, अङ्कलहरूलाई के भन्ने? धेरै धेरै धन्यवाद। दिदीहरू चाहिँ कहाँ जानुभएको छ? काठमाडौँ। किन जानुभएको काठमाडौँ? पैसा कमाउनु। दिदी 5 क्लासमा जान्थे र पैसा नभएर, नाम लेखान पैसा नभएर काठमाडौँ गएको। के काम गर्नुहुन्छ अरे काठमाडौँमा? इट्टा बोक्ने। दिदीहरूको याद आउँछ? आउँछ, सबैको आउँछ। कसको अलि धेरै याद आउँछ? मम्मीको, फुपूको, सबैको। अनि मम्मीले सोध्नु भएन भेट भएको बेला किन छोडेर जानुभएको मम्मी हामीलाई भन्नुहुन्न? स्कुल कति टाढा छ? धेरै टाढा छ। यहाँबाट 2 घन्टा लाग्छ। हिँडेर जानुहुन्छ? यहाँबाट बिहानै हिँड्नुपर्छ, पुगिन्छ। तपाईँ चाहिँ नानीको फुपू है? हजुर। नानीसँग कुरा गर्दा रुनुभयो त? अब उसको आमा पनि छैनन्, अनि बाउ पनि अब त्यस्तो भयो अलिअलि पनि, त्यही भएर त्यही अब अलिअलि सहयोग आहा, त्यसैले अब पढ्ने कपडाहरू किनिदिने, त्यसले त होला। दाइ बित्नुभयो लटेर छरेर, कहाँ जानु भएको रहेछ र? त्यो दाउरा ल्याउन गएको थियो क्या के तलतिर। अब एक्लै बस्ने भाइहरू पनि घर थिएनन्, कमाउन गएको थिए सबै। अनि त्यही दाउरा पकाइ खानको लागि ल्याउन गएको थियो होला तलतिर, अनि त्यही गएको बेला छर्केछ। अब अहिले नानीहरूको नाममा केही सहयोग रकम उठेको रहेछ, यो रकम चाहिँ बैङ्कमा जम्मा गरिदिने भन्नुभयो। अब यो बहिनीको अवस्था हेर्दाखेरि पनि नाजुकै अवस्था देखियो। के सोच्नु भएको छ बहिनीहरूको लागि? अब के सोच्ने, त्यही पैसाले अब पढाउने, अब कतिसम्म पढ्छ पढेसम्म, अनि त्यही सहयोग गरिदिनु भयो। सहयोग गर्नेहरूलाई सबैलाई मनैदेखि धन्यवाद छ। अनि त्यही सहयोग गरे पैसाले अब दाइको उपचार त गर्दा गर्दै अब भएन, सकेन बचाउन, अब नानीले पढ्न पाउने भयो त्यही पैसाले। सहयोग गर्ने त अब सहयोगदाताहरूलाई त मैले शब्दमा व्यक्त गर्न पनि अब कस्तो नसकिने, व्यक्त गरेर नपुग्ने चाहिँ छ होइन। हामीले यस्तो अप्ठ्यारोमा भइसकेपछि, परिसकेपछि उसको उद्धारको लागि, बिरामीको उद्धारको लागि, उनलाई बचाउने, उनलाई चाहिँ पुनर्जीवन दिने उद्देश्यले हामीले सबैलाई चाहिँ सहयोगको आह्वान गरेका थियौँ। यो हाम्रो सहयोगको आह्वानलाई
उहाँहरूले सहजै रूपमा स्वीकारेर एकदमै हृदय खुल्ला गरेर विदेशमा रहेर रुकुमबाट, रोल्पाबाट, दाङबाट, स्याङ्जाबाट हरेक ठाउँबाट अब आफ्नो ठाउँ आफ्नो पालिका त झन् छँदैछ, यसमा पनि धेरैले चाहिँ सहयोग गर्नुभयो। हामी हस्पिटलमै गएको बेलामा पनि रुन्टेगढी गाउँपालिका वडा नम्बर 5 निवासी हाल घोराइमा रहने तारा डाङ्गीका टिम 5-7 जनाकै टिम गएर 13,500 रुपियाँ दिनुभयो र हामीले सिटी स्क्यान गरेका हौँ। पालिका अध्यक्ष पनि त्यहाँ आउनुभएको थियो। मैले चाहिँ यस्तो भएको छ, हामीले बिरामी ल्याएर आएको छौँ अध्यक्षज्यू भनेर जानकारी गराएको थिएँ। उहाँ पनि संयोगवश त्यही चाहिँ बिरामी हस्पिटलमै हुनुहुँदो रहेछ। अनि हामीलाई भेटेर 2,000 रुपियाँ चाहिँ आफ्नो इच्छाले चाहिँ सहयोग गर्नुभएको थियो। उहाँहरूले जुन बेला बाहिरबाट सहयोगको चाहिँ हामीलाई आह्वान उहाँहरू समक्ष नपुग्दै गर्दा पनि प्रत्यक्ष रूपमा आएर हामीलाई सहयोग गर्नुभएको थियो। उपचारमा सहज मिलेको थियो। उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। तपाईँहरूको हाम्रो प्रयास भएकै हो। अनि त्यसपछि पनि सबैले धेरैजनाले मिनेटमा सहयोग गर्नुभएको। त्यसमा विदेशबाट पनि अमेरिकाबाट पनि फोन गरेर आशबहादुर घरती चन्द्र शाहले पनि फोन गरेर हामी सहयोग गर्छौँ, जसरी हुन्छ उनलाई चाहिँ बचाउनुपर्छ भन्ने मलाई सल्लाह दिनुभएको थियो। हुन्छ भन्ने कुराले लिएर हामीले चाहिँ सहयोगमा अगाडि बढ्दै पनि उनले चाहिँ हामीलाई छोडेर गइसकेपछि जसरी पनि सहयोग गर्नुभयो, जहाँबाट सहयोग गर्नुभयो, तपाईँहरूको निर्णय एकदमै जायज छ। छोरीको नाममा गरिदिने भन्ने सल्लाह दिनुभयो। तपाईँहरूले गरेको सहयोग, तपाईँहरूको सल्लाह अनुसार हामीले चाहिँ सबैको सल्लाहबाट नानीको नाममा गरिदिन आएका छौँ। अब नानीको नाममा हुनेछ। उनले चाहिँ भोलि तपाईँले गरेको सहयोगले राम्रोसँग शिक्षा दीक्षा लालन पालनमा चाहिँ उनलाई सहयोग पुग्नेछ भन्ने आशा लिएको छु। म यहाँको चाहिँ अभिभावक भएको नाताले पनि उनलाई व्यक्तिगत रूपमा पनि गर्ने सहयोग म गर्न पछि पर्ने छैन। हजुरहरूलाई जहाँबाट सबैको नाम यति बेला मैले उच्चारण गरेर सकिने अवस्था छैन। जहाँबाट हेर्दै हुनुहुन्छ, जसले चाहिँ सहयोग गर्नुभयो, तपाईँलाई सबैलाई चाहिँ हृदयदेखि ससम्मानका साथ हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।